फाइनली देवचुली आइयो ओके, आइसकेको छु म प्रदीप र तपाईँहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा। र आज हाम्रो यात्रा छ देवचुली डाँडाको र यो हामी जाने प्लान धेरैदेखि नै थियो र हामी गयौँ पहिला पोखरी। त्यहाँ गएर एउटा सिङ्गै खसी काटेर यसलाई मस्त भुटेर पकाएर पोलेर चाहिँ नि खाइयो है। यसलाई मजाले यो खसीलाई सिङ्गै खसीलाई चाहिँ यो पोखरीको चाहिँ हामीले यो तुलबहादुर बरालजीको यो फोर सिजन होटेलमा बसेर यो मासुको मस्त मजा लिएर त्यहीँ बास बसियो र अनि भोलिपल्ट बिहानै 4 बजे उठेर हामी चाहिँ देवचुली डाँडाको यात्रामा लागिएको थियो। र लगभग घडीमा 5:30 बजेको छ र हामी देवचुलीको चाहिँ लगभग अब नजिकै छौँ है। पोखरीको बसाएपछि 1 घन्टा हिँडिसकेपछि हामी अब नजिक आइपुगेका छौँ। गाह्रो त गाह्रो भयो, तैपनि त्यस्तो विधि गाह्रो पनि भएन। साथीहरू कोही अगाडि कोही पछाडि छन्, म चाहिँ एक्लै बिचमा हिँडेको छु। बिचमा हिँड्दाखेरि के हुन्छ भने धेरै हिँड्ने साथीको कहिलेमा लाएर धेरै थाकिने पनि भइएन। पछाडि हिँड्ने साथीहरूकोसँग हिँडेर पनि हेत्तेरिका भन्नु भएन। एउटा बिचमा एक्लै हिँडेपछि चट्टा पसिना भयो यार। यही बाटो आयो। अनि तल त सिँढी पनि थियो र भ्यू चाहिँ यस्तो छ यहाँ चट्टा। बल्ल भेट्यो है साथीहरू। के छ? हेलो देवचुलीको उकालोमा छौँ हामीहरू अहिले। यस्तो छ भ्यू चाहिँ है। हामी 1800 लगभग 1800 मा छौँ। गजब भ्यू छ यहाँबाट चाहिँ भ्यू है चट्ट यस्तो छ। अब यो क्यामेराले क्याप्चर त गर्न सक्दैन यहाँको सौन्दर्यता हैन। हामीले जस्तो देख्यौँ क्यामेराले त्यस्तो त देखाउन सक्दैन, तर धेरै नै राम्रो छ कि। 2 जना साथीहरू चाहिँ हामीभन्दा आधी घन्टा अगाडि हिँड्नुभएको थियो। उहाँहरूलाई चाहिँ लालीगुराँस सहित यहाँ फेला पारिएको छ। उहाँले अब लालीगुराँसको साथमा विभिन्न किसिमका पोजहरू दिँदै हुनुहुन्छ। कहाँ यो यस्तो करिब पाउने घन्टा जति हिँडिसकेपछि हामी यो ठाउँमा आएर अडिएका थियौँ र यसको भ्यू एकदमै राम्रो भइसकेपछि हामीले यहाँ बसेर धेरै फोटोहरू खिच्यौँ पालो र यहाँ हामीले भिडियोहरू बनायौँ। धेरै मजाले थकाइ पनि